बाबा, आज हजुरहरूको गेट टुगेदर कार्यक्रम होइन र? होइन नि सानो, प्रियाले तिमीलाई झुक्क्याएर रानी महल जाने प्रस्ताव राखेकी थिए। त्यही जानु पनि मलाई झुक्क्याएर जानुपर्छ त। सिधै भनेको भए मैले रोक्दिन थिएँ नि। मलाई हजुरप्रति विश्वास छ राणा साहेब। जब आफ्नो मान्छेको विश्वास हुन्छ नि, तब दोष अरूलाई लगाउनै पर्दैन। भगवानले बनाएको जोडी हो साहेब। सानोतिनो कुराले रोकिने छैन, न त तोडिने नै छ। हाम्रो नाता खरानीको डोरी जस्तो होइन, अनि हजुरको मन घिउ जस्तो पग्लिने पनि छैन। हजुरले हजारौं केटी घुमाए पनि मलाई चित्त दुख्ने छैन, कारण सौतेनी आमा भएर पनि मैले हाँसी हाँसी आफूलाई सौता राख्न तयार भएको थिएँ। यस्तो वज्रपात त हजुर रोकी बक्सियो भने बाटोमा हिँड्ने जो कोही भेटेको एक दुईटा केटीमा हजुरको मन अडिएला म सोच्नै सक्दिन राणा साहेब। हजुरले मलाई झुक्क्याएर अरू केटी घुमाए पनि दोषी म केटीलाई देख्छु, कारण हजुरले मलाई विश्वासले जितिसक्नु भएको छ। ढुङ्गामा लेखिएको नाम मेटिएला, समुद्र सुक्ला, सगरमाथा ढल्ला, जुन विलीन होला, सूर्यको तेज सिद्धिएला, मुसलमानले सुँगुर खाला, हिन्दूले गाई काट्ला, बुद्धिस्टले गौतम बुद्धको सिद्धान्त नमान्ला, आमाले बच्चाको हत्या गर्ला, आकाशको तारा गन्न सकिएला, उल्लुले दिउँसै आँखा देख्ला। यी कुराहरू बरु मैले सजिलै विश्वास गर्न सक्छु, तर फिरोज विक्रम राणाले गौरीलाई त्यागी अरू कोहीलाई माया गर्छ भन्ने कुरा भगवान शिव नै प्रकट भएर भने पनि मलाई विश्वास हुने छैन। गौरीको प्रत्येक शब्द शब्दमा म घायल थिए। जवाफ फर्काउन केही वाक्य थिएन। गौरीलाई एकटकले हेरिरहे। बाबा, प्रिया सानै छे, इच्छा होला घुम्ने। हजुर प्रियाको एक साथी पनि हो। हजुरले सोचेको जस्तो प्रियाको खराब नियत नहुन पनि सक्छ। हजुरले आज मलाई होइन, प्रियालाई घुमाउनु होला। यसमा मलाई केही समस्या पर्ने छैन। सानु, तिमी बाहेक रानी महलमा मसँग जाने अधिकार अरू कसैको छैन। त्यसपछि गौरीले मेरो कुरा काट्न सकिन, बरु सिधै प्रियालाई फोन लगाई। हेलो, नमस्कार म्याडम। नमस्कार प्रिया, आज रानी महल जाने इच्छा राखेकी रहेछौ? आऊ हामी 3 जना घुमेर आऊ। होइन म्याडम, माफ गर्नुहोला, मैले सिमरनलाई भनिसके। सिमरन र म जानेछौ, हजुरहरू जानुहोला है। त्यसपछि फोनमा के कुरा भयो मैले बुझ्न चाहिन। 7 बजेको थियो। मैले गाडी स्टार्ट गरे। घरबेटीले मलाई र गौरीलाई हेरिरहेका रहेछन्। ए, आज श्रीमान श्रीमतीको फुर्सद भएछ जस्तो छ, कता घुम्न जान लागेका? मलाई फर्मल कुरा गर्न नआउने भएकाले गौरीले घरबेटीलाई मक्ख पर्दै भने, आज राणा साहेबले रानी महल लाने रे, हामी त्यही जान लागेका हौ अंकल। ए, राणाले बनाएको मायाको प्रतीकमा राणाले घुमाउन लाने? राम्रै हो। यदि बहिनी हजुरलाई पनि केही भयो भने तिम्रो राणाले पनि केही न केही त पक्कै बनाउनेछ। रानी महल बनाउने खड्ग शमशेरले भन्दा ज्यादा माया गरेको देख्छु। गौरी फेरि मुस्कुराई। अनि बहिनी, गाडी लान लागेको? बाटो खत्तम छ। कि हिँडेर गए हुन्छ कि मोटर बाइकमा जानु? बाइक पनि चलाउन जान्ने मान्छेले मात्रै चलाउँदा ठिक। त्यसपछि म बोले, हाम्रो त बाइक छैन नि अंकल, के गरी जाम होला त? बाइक चलाउन आउँछ बाबुलाई? हजुर अंकल, आउँछ। राम्ररी चलाउने भए त मेरो छोराको बाइक छ, त्यही लिएर जानु नि त। हजुरको पनि छोरा हुनुहुन्छ? अनि हामीले त देखेका छैनौ नि त। छोरा हजुर जस्तो सज्जन छैन नि बाबु। बुहारीलाई डिभोर्स गरेर अमेरिका गयो। पढाइ त पीएचडी डाटा साइन्समा, तर मानवता शून्य छ। बुहारी अहिले त्यो पल्लो घरमा कोठामा बस्छिन्। हेर्न सक्दिन बाबु, नाति पनि छ। बेला बेला सकेको सहयोग गर्छु। आँखाभरि टिलपिल आँसु पार्दै घरबेटी पार्किङ छिरे। धुलो लागेको बाइक स्टार्ट गरे। हेर्नुस् न बाबु, हप्ता दिनमा आफै स्टार्ट गरेर यसो घुमाउँछु। चलाउने मान्छे छैन। यो बाइक पनि एक्लो छ। बुलेट बाइक, मेरो मनपर्ने बाइक। काठमाडौँ हुँदा खुबै चलाउँथे। त्यसपछि मैले बाइकको एक्सिलरेटर बटारे। आवाज नै आहा। बाबा, मलाई आफ्नो बुढासँग बुलेट बाइकमा घुम्ने कस्तो रहर थियो, आज पूरा हुने भयो। गौरी स्वाभाविक भन्दा ज्यादा मक्ख थिए। त्यसपछि मैले बाइक चलाए। गौरीले पछाडिबाट च्याप्प समातेकी थिए।
मैले कुनै फिल्मको हिरो जस्तो महसुस गरिरहेको थिएँ। गौरीको सल र कपाल हावाले फर्र उडाइरहेको थियो। गौरी हर्षित हुँदै उठेरै कराउँदै थिए। वरिपरिका मान्छेहरूले हामीलाई हेर्दै थिए। जब गौरी कराउँथी रमाउँथी, म बाइकको स्पिड झन बढाउँथे। बुटोलको बाटोमा हुँदा तिनहु खोला बगिरहेको थियो। तलतिर हेर्दा कहाली लाग्दो देखिन्थ्यो। केही पर सिद्धि बाबा मन्दिर थियो। यहाँ शिवरात्रिमा ठूलै भीड़ हुन्छ भनेर त्यहाँको लोकल मान्छेहरूले भने। बुटोलबाट पाल्पासम्म बाटो एकदमै राम्रो थियो। त्यसपछि बिजी सड़क साँगुरो पनि भयो। मैले बाइक बिस्तारै कुदाए। तानसेनबाट 13 किलोमिटर रहेछ। बनै वनको बाटो एकदमै डरलाग्दो थियो। हिलो पनि उत्तिकै, पानी पनि त्यत्तिकै। भुसाल डाँडोको टर्निङमा बाइक पल्टियो। गौरी एकापट्टि अनि म अर्कोपट्टि भए। हामी भन्दा पछाडि आएकाले मलाई उठाए। मेरो पाइन्ट हिलाम्बे भयो। बाटो झनझन कच्ची थियो। काठमाडौँको रोडमा चलाएको मेरो बानी यहाँ बाइक सम्हाल्नै गाह्रो भयो। 2-3 पटक लडाए। गौरीलाई त कहीँ चोट लागेन, बरु मेरो खुट्टा नमज्जाले पास्यो। बुटोलबाट पाल्पासम्म रमाइलो गर्दै बस्दै आउँदा 9 बजेको थियो। तानसेनबाट 13 किलोमिटर आउन हामीलाई 1 घण्टा आधा लाग्यो। 10:30 मा रानी महल देखियो। गौरी एकदमै कराई। किनारा कालीगण्डकीको थियो। यो महल अद्भुत थियो। कुन जमानामा यति ठूलो महल बनाएका रहेछन्, कहाँबाट सामग्री आयो होला? अहिले त बाटो राम्रो छैन। महल भयंकर भए पनि स्याहार सुसार थिएन। रंग उडेको थियो, फिक्का थियो। काठमाडौँ बस्नेलाई यो महलको बारेमा केही थाहा छैन होला। सायद बुटवलकै कतिजना यहाँ आइपुगेका छैनन् होला। मेरो मोबाइल बज्यो। अचम्म भयो। बुबा हजुरको फोन थियो। बुबा हजुर ढोक गरे। भाग्यमानी भएस बाबु, आज शनिबार फ्री छौ भनेर कल गरेको। आराम छौ? अनि बुहारीको खबर के छ? बुबा हजुर, बुहारी आज एकदमै प्रफुल्लित छे। गौरीलाई पाल्पाको रानीमहल घुमाउन ल्याएको छु। कालीगण्डकीको खोलाको बेग हेर्दै चिच्याउँदै छे। रानीमहल पुग्यो बाबु? रानीमहलको इतिहास थाहा छ बाबु? हजुर बुबा हजुर, पुग्यौ। थाहा छैन नि बुबा हजुर, के थियो र यसको इतिहास? तिमीलाई म दोस्रो खड्ग शमशेरको नाम दिन्छु। हुन त रगत उनीहरूकै हो। पुर्खासँग मिल्दो छौ तिमी। के भनेको बुबा हजुर? मैले त कुरा नै बुझिन नि। बुबाले मलाई बुझाउँदै भन्नुभयो। हाम्रो पुर्खा अर्थात मेरो कुप्रे हजुरबुबाको बुबाको नाम धीर शमशेर राणा हो। उहाँको 17 भाइ छोरा। मेरो कुप्रे हजुरबुबा त्यही 17 छोराहरू मध्ये एक हो। अनि त्यही 17 छोरा मध्येको अर्को भाइ राणा प्रधानमन्त्री अर्थात वीर शमशेर राणा थिए। अनि मेरो कुप्रे हजुरबुबाको अर्को भाइ अर्थात खड्ग शमशेर राणा हुन्। त्यो बेला खड्ग शमशेर राणा पश्चिम कमाण्डर जनरल थिए। रानी महल उहाँले नै बनाउनु भएको हो। एउटै चट्टानमाथि बनेको रानी महलको उत्तर वाहिनी भएर बग्ने पवित्र कालीगण्डकी नदी छ। पारीपट्टि देखिने वनलाई रानीवन भनिन्छ। खड्ग शमशेरले आफ्नो श्रीमतीको यादमा बनाएको महल हो। बच्चा पाउन नसकेर मेरो कुप्रे हजुरमुमा तेजकुमारीको मृत्यु भएको 5 वर्षमा यो तयार भइसकेको थियो रे। त्यो महलमा हाम्रो खानदानी चिनारी छ। तिमीमा पनि खड्ग शमशेरकै रगत कहीँ कतै मिसिएको छ। जति खड्ग शमशेरलाई तेजकुमारीको महत्व छ, त्यो भन्दा ज्यादा तिमीलाई तिम्रो गौरीको माया छ। यो मैले बुझेको छु। बाबु, राणाले शोषण मात्रै गरेका छैनन्। राणाले इतिहास मात्रै रचेका छैनन्। कोही राणा खड्ग शमशेर पनि भएका छन्। मायाको लागि महलै बनाएका छन्।